गर्नुभयो तपाईँले? 3 बिहा। कहाँ कहाँ गर्नुभयो? पहिलाको जेठी महलदार, पछिको उहाँ राजापानी खामतेल, अनि पछिको कान्छी या गोरी उसको त्यो गोरी उसपट्टिको बच्चा छ। जेठी भाउजू के भयो त? जेठी भाउजू जेठी भाउजू जेठी भाउजू पहिला गएको महलदारको त कति समयमा? 5-6 वर्ष नै गएको। बालबच्चा थिएन? नभएको उता पनि नभएको। माइली भाउजूको नि भएन? भएन। अनि बाजेर ल्याउनु पऱ्यो कान्छी। अनि कान्छी ल्याउनु भयो? अब अहिले तपाईँको बालबच्चा कति रे? अनि 6 जना। 3 भाइ छोरा 3 भाइ छोरी। छोरी। अनि जेठी भाउजूको याद आउँछ आउँदैन? आउँछ। उताको? जेठी मङ्गलटार? उता छैन। यताको त अनि जेठी भाउजू चाहिँ हिँडेपछि बोलचाल भएन? कताको? मङ्गलटार। के को हुन्छ त? अब माइली भाउजू उता बस्न थाल्नुभयो कति भयो? थुप्रै भयो नि माइली भाउजू हिँडेको त। माइली भाउजू गएको त अहिले 13-14 वर्ष पो हुन लाग्यो। ए थुप्रै भएछ। ऊ हिँडेको साल जन्मेको छोरी अहिले 13-14 वर्षको छ। कान्छी भाउजू ल्याउनु भएपछि कति बस्नुभयो? माइली भाउजू बस्यो भने थुप्रै बसेको नि। अनि माइली भाउजू र कान्छी भाउजू यसो बाजाबाज गरेनन्? गरेको छैन। कहिले गरेनन्? हुन त अहिले फोनमा बोलिरहेको छ। साह्रै मजाले बसेछन् त। अस्ति जेठा निक्लेर आएको। जेठा र त्यो कर्न त अनि उसैले हुर्काएको अनि माया छ लिएर आउनु भनेको। अब बिहामा आउँछु तेरो बिहामा। अनि माइली भाउजूले तपाईँलाई कल गर्नुहुन्छ? के भन्नुहुन्छ तपाईँलाई? नानीको बाउ भन्छ। ए नानीको बाउ। तपाईँले के भन्नुहुन्छ? म नानीको आमा भन्छु। ए नामबाट बोलाइन्न? नाम के नाम बोलाउनु? फोन गर्ने तपाईँले कि उहाँले हो? यहाँ ऊ छ नि त छोराछोरीले अहिले फोन गर्छ अनि छोराछोरीले बोल्छ त्यहाँदेखि। अनि सम्झना कतिको आउँछ माइली भाउजूको? आउँछ नि। आउँदैन त पहिला दुःखको बुढी। अनि तपाईँले तेस्रो बिहे गर्दाखेरि माइली भाउजूले के भन्नुभयो? अनि उसैले ल्याइदिएको नि। ए माइली भाउजूले ल्याइदिएको। तपाईँको चिन्जान थियो कि थिएन कान्छी भाउसँग? चिन्जान त कसरी नहुनु यता माउली। अनि माइली भाउजूले कसरी ल्याइदिनु भयो त तपाईँलाई? अब यहाँ के भयो भने मेरो बच्चा भएन। नभएपछि दाजुभाइले रिसको बेलामा मातेको बेलामा मलाई अब्दाली भन्यो। अनि अब्दाली भन्दाखेरि ऊ पनि कान नसुने म कान नसुने। अनि अब्दाली भएर बाध्दाखेरि अनि त्यसै त उसले पनि सुन्यो अनि ल्याइदिएको। कान्छी भाउजूलाई रिस उठ्यो? माइली भाउजूलाई रिस उठ्यो अनि कान्छी भाउजू लिएर आइदिनु भयो? माइली भाउजूले नि ल्याइदियो हो? तपाईँले होइन? मैले पनि अब भने जयजना भएन बुढेसकाल लाग्यो। बुढेसकाल लागेपछि अब दाजुभाइले अब अवधार भन्न थाले भएर मैले सोधेँ ल्याउनु मलाई पनि हेरा गर्नु अनि ल्याउनु भएर अनि बुढाबुढीको सल्लाहले ल्याएको। अनि माइली भाउजू र कान्छी भाउजूको पनि चिन्जान रहेछ? चिन्जान थिएन ल्याएपछि चिन्जान भयो। ए छोरा जन्मिँदाखेरि म त उहाँ दार्जिलिङ जिल्ला थिएँ नि त। माइली भाउजूले कान्छी भाउजू ल्याउनलाई चाहिँ तपाईँलाई सल्लाह दिनुभयो? सल्लाह होइन? माइली भाउजूले नै कान्छी भाउजू ल्याइदिएको चाहिँ होइन तर ल्याउनु मलाई हेला होच नगर्नु भन्नुभयो। अनि तपाईँ कति वर्षको हुँदा बालबच्चा जन्मे? कति वर्षमा? जेरो छोरा जन्मिँदाखेरि त त्यस्तै म तपाईँले हिसाब गर्नु न कति 58 सालमा नवराज जेठा छोरा जन्मियो होइन। 57 सालमा कान्छी भाउजू ल्याएको। म 19 सालको जन्म कति वर्षको भयो? 39 वर्ष 38 वर्षको थिएँ कि 39 वर्ष कता? 39 वर्षको उसमा बाउ हुनुभयो? 39 वर्षमा बाउ हुनुभयो? जस्तो लाग्छ। ल ठिक छ, तपाईँको धेरै राम्रो छ।